मान्छेहरू जस्तै सिचुएसनमा नि आफूलाई काम भएर राख्छ नि, हामी प्रश्न गर्छौँ यो पोसिबल छ त? एक्चुअली भगवत गीताले नै यही सिकाउँछ र साइकोलोजीले पनि यसलाई कन्फर्म गर्छ। भगवत गीता र हाम्रो मोडर्न साइकोलोजी यो कुरामा चाहिँ अलाइन भएको छ। कृष्णजीले अर्जुनलाई भगवतमा एउटा लाइन भन्नुभएको छ, समद्भम योग उच्चयते, भनेको सुख दुःख सक्सेस फेलियर जस्तो सिचुएसन भए पनि ब्यालेन्स राख्न चाहिँ एकदमै जरुरी छ। सो मोडर्न साइकोलोजीमा चाहिँ यसलाई चाहिँ इमोसनल रेगुलेसन अर माइन्डफुलनेस भनिन्छ। जब स्ट्रेस, एङ्गर या डिसएपोइन्टमेन्टमा इम्पल्सिभली रियाक्ट गरिन्छ तब ब्रेन प्यानिक मोडमा जान्छ। तर काम भएर रेस्पोन्ड गऱ्यौँ भने, इमोसन्सलाई अब्जर्भ गऱ्यौँ भने स्ट्रेस घट्छ, डिसिजन बेटर हुन्छ अनि फिलिङ्सलाई कन्ट्रोल गर्न सकिन्छ। सो नेक्स्ट टाइम जिन्दगीले गुगली बल हानोस् या जिन्दगीले अनेक ठाउँमा लगोस्, त्यति बेलामा कृष्णजीको एउटा कुरा सम्झिनु होला, स्टे ब्यालेन्स। फिल गर्नुहोस् तर ओभर रियाक्ट नगर्नुहोस्।